सबैजना अहिले चाहिँ म साउदीमा छु हैन साउदी अलकसिमदेखि रियाद क्यापिटल सिटी जाँदैछु अलकसिम आएको थिएँ म चाहिँ अहिले म ट्रेनभित्र छु ट्रेनको यात्रामा छु रियाद भनेको चाहिँ साउदीको मेन क्यापिटल सिटी हो 10-12 दिनको 2 महिनाको लागि आएको तर हामीलाई चाहिँ 12 दिनमै फर्कायो अहिले चाहिँ म साउदीको मेन मरुभूमिमा छु डेजर्टमा यो हो साउदीको मेन मरुभूमि भनेको चाहिँ डेन्जर हुन्छ यो 3-4 घन्टा ननस्टप यस्तो मरुभूमिमा कुदै गर्नु चाहिँ बिचमा कता केही हुँदैन तर बाल पनि हुँदैन किनभने अब ट्रेनमा छु गाडीमा चाहिँ गिदी नै हुन्छ हैन यस्तै छ साउदीको मेन मरुभूमि भनेको चाहिँ यही हो हल्का हल्का यो बोटाबोटी देखेको यस्तैतिर यहाँ उटहरू चराउँछ यस्तैतिर गाडीहरू पनि कुदाइरहेको हुन्छ अहिले चाहिँ देखिएको छैन गाडी यस्तै हाम्रो कम्पनी चाहिँ एकै ठाउँ बस्दैन स्टोर पनि राख्छ अनि बाहिर धेरै जस्तो कुद्छ कता इभेन्टहरू हुन्छ 3 महिना 2 महिना 3 महिनाको लागि त्यता स्टोरहरू लगेर जान्छ त्यहीँ चलाउँछ घुमिराख्नुपर्छ साउदी चाहिँ लगभग घुम्यो भनौँ न 1 वर्ष भयो बसेको आएको लगभग बस्नु चाहिँ रियादमै बस्ने हो तर 1 महिना 1.5 महिना 1 महिना 1.5 महिनाको लागि घुमाइराख्छ क्या अस्ति म जेद्दा गएँ मक्का गएँ मदिना गएँ मक्काभित्र छिर्नु दिँदैन अरू रिलिजनको मान्छेलाई अनि मदिना चाहिँ गएँ अनि जेद्दा मदिना मक्का अलखर्ज अहिले अलकसिमदेखि चाहिँ रियाद जाँदैछु कम्पनीकै पैसामा पुरा टुर हाउनु छ साउदी हैन यो चाहिँ साउदीको डेजर्ट हो पुरै मेन मरुभूमि भनेको यसलाई नै भन्छ हैन यसो चुचो बालुवाघारी अहिले चाहिँ खतरा डेजर्ट आउँदैछ झन् डेन्जर डेजर्टहरू आउँदैछ यही हो साउदीको मरुभूमि भनेको यही हो हैन अहिले चाहिँ म यहाँ चाहिँ एक्लै छु अहिले चाहिँ अरू डिब्बामा छ अरू केटाहरू चाहिँ हामी नेपाली 2 जना अरू 1 जना फिलिपिनो 3 जना इन्डियन छ अहिले हामी ट्राभल गरेको चाहिँ के हो अब साउदीको डेजर्ट भनौँ न मरुभूमिमा घुम्नु एक प्रकारले रमाइलो पनि हुन्छ एक प्रकारले ह्याङ पनि हुन्छ सामानहरू प्याकिङ गरेर कुदै गर्नुपर्छ त्यो चाहिँ झ्याउ हुन्छ तर बाहिर निक्लिसकेपछि यसरी घुम्न चाहिँ मजा आउँछ भनौँ न यसरी नयाँ ठाउँहरू हेर्न पाइन्छ यसरी मरुभूमिहरू डेजर्टहरू यसरी घुम्न पाइन्छ घुमिँदैछ भनौँ न ठाउँ बिचमा यस्तो यो उटहरू चराउनलाई योहरूलाई यसरी राखेको हुन्छ क्या अनि यो चाहिँ अब उयो पनि खेती गरेको छ यहाँ बिचमा चाहिँ खजुर भन्छ यहाँ खजुर खेती हो यहाँ डेजर्ट त्यो अलिकति गहिरोमा पानी जमिने ठाउँमा चाहिँ खजुर खेती गरेको रहेछ यस्तै छ साउदी मरुभूमि हो यो चाहिँ है त ल गफान्दै गरौँ ल